नमस्कार दर्शक तथा श्रोतावृन्दहरू, स्वागत छ तपाईलाई नेपाली कथाको 775औं भिडियोमा। आजको भिडियोमा पनि मैले प्रकाश कोविदद्वारा लेखिएको उपन्यास देवताको वाचन गर्नेछु अन्तिम भागको रूपमा। आशा छ तपाईलाई सम्पूर्ण भिडियोहरू मन परिरहेको छ। आजको लागि उपन्यास देवताको अन्तिम भाग सम्पूर्ण उपन्यास के कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सनुहोला भन्दै लागौं उपन्यास देवताको अन्तिम भाग। उपन्यासकार प्रकाश कोविद। बीच चौक बजारमा गाडी घ्याच्चै रोकेर ड्राइभरले गाली गर्यो। हन कस्तो आँखा हुँदाहुँदै अन्धी आइमाई रहेछ। हेर, छन्डै छोरा चाहिँलाई गाडीको पैयाले भेट्या। त्यो आइमाईले चाहिँ छोरालाई ट्याप्पै अठ्याएर रुँदै भन्दै थिए, मेरो राजु चोट लाग्यो। राजुले पनि आमा चाहिँलाई त्रस्त भई च्याप्पै अठाएको थियो। डाक्टर किरणले गाडीभित्रबाट बाहिर हेर्यो। उसलाई सपना जस्तो लाग्यो। शङ्कै शङ्कामा अस्फुट शब्द निस्क्यो उसको मुखबाट, आरती। उसको नाम उच्चारण गरेको सुनि त्यो आइमाईले डाक्टर किरणलाई हेरी। मनमा नै किरणले भन्यो, हो आरती नै हो। तर प्रष्ट स्वरमा ड्राइभरलाई भन्यो, आरती भन्ने सिनेमा हुँदै रहेछ, भरे हेरौँ है। अनि त्यो आइमाई जो कि आरती नै थिए लाई डाक्टर किरणले भन्यो, बहिनी सधैँ बाटोको छेउ लागेर हिँड्नु। ड्राइभरले गाडी स्टार्ट गर्यो। ड्राइभरले सोच्न लाग्यो, डाक्टर साहेबले त कहिले हिन्दी सिनेमा हेर्नुहुन्न, उहाँलाई आज के भयो र हिन्दी सिनेमा हेर्ने विचार गर्नुभयो। यता डाक्टर किरण ठुलो सोचमा परेको थियो। आरती आज कसरी दार्जिलिङमा, साथमा छोरा छ डाक्टर दिनेश कोही। त्यही बेला ड्राइभरले भन्यो, डाक्टर साहेब सिनेमा त साह्रै राम्रो छ, जहिले पनि हाउसफुल, अझै 2 हप्ता चल्ने कुरा छ। अस्पताल अघि गाडी रोकियो। डाक्टर किरण सुस्तरी गाडीबाट निस्केर गम्भीर विचारमा मनमय भएर आफ्नो क्वार्टरतिर लाग्यो। ढोका खुला थियो। उसले मनमा नै सोच्यो, यो सधैँ खुला रहनेछ। ऊ आफ्नो माथिल्लो कोठामा पुग्यो र आराम कुर्सीमा थचक्क बसेर सोच्न लाग्यो, मैले आरतीको ठाउँ ठिकाना सोध्नु पर्ने थियो। त्यही बेला रामपाल आयो। चिया ल्याइदिउँ हजुर। दाजु भाउजूकोबाट चिठी आयो? आयो। पहिले चिठी ल्याऊ अनि चिया पिउँदै किरण पढ्न लाग्यो पत्र। प्रिय भाइ कान्छा, तिमीलाई हाम्रो आशीर्वाद छ। हामीले बीचमा पत्र लेख्न नभएको कारण चाहिँ नाम्ची गएका थियौँ। उता नामराङ बस्तीको राभोङ साइलाले हामीलाई ठुलो पार्टी दिनुभएको थियो। यताको जेनर भोट पनि सकियो। ताराले पानीसरी रुपैयाँ पैसा बगाएर पनि रङ्गलीको उसको प्रतिद्वन्दी गरिब किसानको छोरा कर्णवीरलाई जित्न सकिन। 5000 भोटले हारी। जनता आफैले रिनाक बजारमा पार्टी गरेर कर्णवीरलाई काँधमा बोकेर हुरेल लगाउँदै सारा बजार घुमायो। तिम्रो प्यारी नाबालिका आरती आफ्नो छोरीलाई लिएर आएकी थिए। तिमीलाई पठाइदिनु भनेर 1 सेर शुद्ध घिउ पनि ल्याइछ। भाउजूले आमा छोरीलाई पुरा 1 सरो लुगा दिएर बिदा दिइन्। उनीहरू जाने बेलामा भाउजूले भन्दै थिए, आरती अब तिम्रो कान्छा दाजु आउनु भएको बेला तिमी आफै सोध है, बिहे कहिले गर्ने। अनि कान्छा, म पनि आज तिमीलाई सल्लाह दिइरहेको छु कि तिम्रो भाउजूको ठुलो इच्छा यही छ, यो इच्छा पूरा गरिदेऊ। मैले गान्तोकमा म्याजिस्ट्रेटकी छोरी हेरिरहेको छु, बिए पास गरेकी छ। तिमीले केटी हेर, मन पर्यो भने सब इन्तजाम भइहाल्छ। अस्तु। आउँदो हप्ता कुलेको जिम्मा 1 मन खेतको चामल, आधा मन पहेँलो दाल, 4, 5, 6 सेर सुकेको असला माछा, 3 घडी चिनिया चम्पाकेरा र 10 वटा मेवा पठाइदिँदैछु। तिमी त आफ्नो नोकरीमा व्यस्त छौ, सो यो कुरा रामपाललाई भनिदिनु। रुपियाँको जरुरत पर्यो भने छट्ट पत्र लेख्नु। तिम्रो दाजु रामबहादुर सरदार। रामपाल, हजुर। लौ यो पत्र पढ र आफै बुझ। बुझ्यौ मेरो कुरा? सुने। खाना तयार भयो? भयो। तिमीले खायौ? तपाईँले नखाई कसरी खानु? मलाई नपर्ख, तिमी खाऊ र जाऊ। बिहान अलिक छिट्टै आउनुपर्छ, मेरो एउटा अपरेसन केस छ। पहिला चिठी पढ, बुझेनौ भने मलाई सोध। अरुणले भन्यो, बिहान सोधे पनि हुन्छ। हुन्छ भनेर रामपाल गयो। अब कोठा निर्जन छ, एकान्त छ। एकान्तता वास्तवमा भीषण कोलाहलको प्रतिद्वन्दी विचारको जमघट हुने अखडा हो, जहाँ विचारहरूका अनुकूलता र प्रतिकूलताले तुमुल युद्ध गर्छन्। मानिसको हृदय र मस्तिष्कमा अनिश्चित निष्कर्षताको छाप बसाइदिन्छ। अरुण अहिले त्यही स्थितिमा छ। यथार्थमा आई आज आरतीले विगतका विस्मृतिमा, मिल्न गइसकेको स्मृतिमा नयाँ एकदम नूतन प्रेम प्रीतिको सन्देश थपिदिए। अनि यदि अन्जान आरतीलाई के थाहा कि उसलाई त्यस बेलाको अरुणले हृदयमा स्थान दिएपछि त्यही अरुणलाई पाउनको खातिर ताराले के गरिनन्। आफ्नो अमूल्य जीवनलाई बर्बाद गरेर क्रूर सिङ्गिनी भई
फेरि आफ्नो अमूल्य जीवनलाई भन्दा ज्यादा माया गर्ने दाजु भाउजूलाई के थाहा कि उनीहरूको प्यारो कान्छा आज जीवनको प्रेम प्रीतिको कुन पथबाट आफ्नो प्रेम यात्रा तय गरिरहेछ। आज आरती देखा परी, तर त्यति मात्र कि किरणको अथाह प्रतीक्षामा पम गाथाको शेष अवशेषको सीमा उल्लङ्घन गर्न कबै सक्दैन। प्रेम शरीरसितको छाया होइन, यो अवश्य पनि ईश्वरीय देह हुनुपर्छ। यसको सम्बन्ध अवश्य पनि आत्माको सतहसित हुनुपर्छ। नत्र किन पराइकी भइसकेका आरतीको एकै दर्शनले आज अरुणको त्यागमय पवित्र जीवनमा यत्रो भीषण क्रान्तिको आन्दोलन मुक्तामै आरम्भ हुन्थ्यो, जसको न आदि छ न अन्त नै। ड्राइभर आयो। हजुर, रातको 8 बज्यो, 2 टिकट बुक गरेर आएको छु। किरण फर्क्यो, विचारको भावनादेखि यथार्थतिर। कति बज्यो? 8। ड्राइभर बोल्यो, ढोका उदाङ्गै छ, तपाईँको भान्सा जम्मै चिसो भइसकेछ। ड्राइभर, हजुर, तिमी सिनेमा हेर। किरण बोल्यो, दाम कति? सर, मेरो तर्फबाट हेरौँ। 5 को नोट दिँदै किरणले भन्यो, तिम्रो वाइफ छ? छ। तिमी 2 हेर्नु। 3 छक्क पर्यो ड्राइभर। उसले ढोका बन्द गरेर प्रस्थान गर्दै सोच्यो, भोलि उहाँको अपरेसन केस छ, त्यसैले नजानु भएको होला। अनिदो हुन्छ भनेर। ठुला मान्छे ठुलै काम। डाक्टर किरण अपरेसन थिएटरबाट बाहिर निस्क्यो। नर्सले उसको मास्क र गाउन खोलिदिँदै भने, भिजिटिङ रुममा एउटी आइमाईले तपाईँलाई पर्खेको 1 घण्टा भयो, धेरै टाढाबाट आएकी भन्छे। रबरल्लन खोलेर कार्बनिक साबुनले हात धुँदै किरणले भन्यो, भिजिटिङ आवरको बेला गयो, फेरि अरू थुप्रलान्, टाढाबाट आएकी हो भने मेरो क्वार्टरमा बस्दै गरून्, म उहीँ उसलाई भेटुँला। नर्स गई। भर्खरै जसको अपरेसन गरिएको थियो उसकी आमा आइन्। अपरेसन कस्तो भयो डाक्टर बाबु? अपरेसन सफल भयो आमा, डाक्टर किरणले भन्यो। भोलिदेखि आई टेस्ट गरिन्छ। 3-4 दिनबाट त उसले आँखा देख्न सक्छ। तपाईँले कालो चस्माको बन्दोबस्त गर्नुहोस्, साथै केही दिन बाद म भन्नुला र एउटा चस्मा पनि किन्नुपर्छ। धन्यवाद ज्ञापन गरेर त्यो अर्धवयस्क आइमाई गइन्। त्यही बेला मेडिकल अफिसरले आएर भन्यो, कङ्ग्रेचुलेसन मिस्टर किरण, तपाईँ आउनु भएकोदेखि जम्मा 90 केस लिनुभएछ, औ सब सफल। अब त टाढा टाढाबाट पनि पेसेन्टहरू आउन थाले। एउटा केस भेल्लोरबाट पनि आएको छ, मैले उसलाई तपाईँकै क्वार्टरमा पठाइदिएको छु। वन्डरफुल भनेर किरणले सम्बोधन गर्यो। नर्स आइपुगे। भन्नुहोस् डाक्टर साहेब, यो अहिलेको केसलाई भोलिदेखि नै तिमीले नै ड्रेसिङ गर्नु र प्रत्येक दिन नै मलाई रिपोर्ट दिनु है। हुन्छ डाक्टर साहेब। घडी हेरेर किरणले भन्यो, ओहो, खानाको टाइम भएछ, म गएँ एमओ साहेब। किरण आफ्नो क्वार्टरतिर हिँड्यो। ढोका खुल्ला थियो। भित्रका आगन्तुकहरूलाई देखि उसलाई सपना देखि जस्तो लाग्यो। दोस्रोपल्ट फेरि भित्र आरती र उसको छोरो राजेश थियो। आरतीले उठेर नमस्कार गरी। किरण हेरेकै भयो आरतीलाई। उसले बिस्तारै हात उठाएर जोड्यो, मानौ आरतीले नमस्कार पनि सहजै यति सरलता साथ स्वागत गर्न ऊ कबै तयार थिएन। उसले आरतीकै आगमनको प्रतीक्षा कति निष्फल दिवसहरू आँसुको तेलमा दीपमाला गाँसेर रगताम्य हृदयका टुक्राहरू गुथेर मनाएको थियो। काश आज आफ्नो आगमनमा आरतीलाई त्यो थाहा भएको भए यति सुगमताका साथ नमस्कार मात्रैमा त्यो सीमित रहने थिएन। डाक्टर किरणको हर्ष र अहर्ष मिश्रित मलिन अनुहारको मनन गरेर अनभिज्ञ आरती बोली, म तपाईँकै नाम र यसको कुरा सुनेर भेल्लर मद्रासबाट आएकी हुँ। झुट प्रश्न गर्यो किरणले। तपाईँको शुभ नाम? आरती। र आरतीले छोरालाई अघि बढाएर भनी, यो मेरो एकमात्र छोरो राजेश। किरणले राजेशलाई मलिन स्वरमा भन्यो, आऊ राजेश, आऊ मेरो काखमा। बोली आरती, जाऊ राजेश। राजेशले आमालाई हेर्यो र बिस्तारै किरणतिर बढ्यो। किरणले राजेशलाई काखमा राखी उसको अनुहार आफूतिर फर्काएर भन्यो, मलाई अङ्कल भन्नु ल। कृतज्ञता स्वरूप आरतीको आँखामा आँसु आयो। किरण बोल्यो, कुन केस लिएर तपाईँ आउनु भएको? मेरो लोक्नेलाई लिएर। कस्तो छ केस? मेरो लोक्ने अन्धा भएको छ। ओहो, उत्सव निस्क्यो किरणको मुखबाट। बोली आरती, जम्मै अन्धा त उनी होइनन्। उसको नाम? दिनेश। हृदयको पीडाको आवाज अनुहारमा कति पनि पढ्न नदिई बोल्यो किरण, कसरी अन्धा भयो उनी? आफ्नो लेबोरेटरीमा काम गर्दा 81 ग्यास विस्फोटन हुँदा जानी अन्जान भयो। उनी साइन्टिस्ट हो? होइन। तब? केही क्षण अवाक भएर आरती बोली, हामी आमा छोराको अहोभाग्य खोटो थियो उनी त्यसो हुनमा। त्यहाँका कसैलाई नभनिदिनुहोस्। उनी कोही बेला यहाँ धनी औ नामी डाक्टर भएर आएका थिए, तर आजको दयनीय हाल। उनी कहाँ छन् अहिले? पर धर्मशालामा। किन सँगै ल्याउनु भएन? यहाँ आउन डर मान्नुहुन्छ, लाज मान्नुहुन्छ। तर किन? अफसोसी लामो सास तानेर आरती बोली, यसको लामो एकदमै दर्दभरी कथा छ डाक्टर साहेब। त्यो लामो दर्दभरी कथाको शरीर आरती र दिनेशसँग होला, तर त्यसको व्यथाभूत आत्मा किरणसँग आजन्मलाई भीषण रोग भएर सटिएको छ भन्ने सत्यको यथार्थता आरतीलाई के थाहा? उहाँलाई साइकोलोजिकल इफेक्ट परेको होला। तपाईँले सब कुरा मलाई स्पष्ट भनिदिनुपर्छ, तब त केस हातमा लिनु मलाई सहज पर्छ। केस अपरेसन बाद सफल हुन सक्छ। रोदिने स्वरमा बोली आरती, आजभन्दा 12 वर्ष अघिको कुरा हो। त्यसबेला मेरा पति आँखाको विशेषज्ञ डाक्टर हुनुहुन्थ्यो। मेरो आँखाको अपरेसन गरेर उहाँले नै मेरो आँखामा रोशनी ल्याइदिनु भयो। तपाईँ त्यसबेला? म अन्धी थिएँ।
अनि मलाई यहाँ ल्याएका थिए। कसले? एउटा देवताले। हरेक प्रकारको दुःख कष्ट झेलेर सर्वस्व स्वाहा पारेर मेरै लागि। उसको नाम अरुण। तर यसमा त तपाईँको पतिको डर र लाज मान्नुपर्ने जरुरतै देख्थिन। छलिरहेको थियो। छली किरणले। उहाँको केही कसुर नै देख्थिन। डाक्टर साहेब, जुन बेला म अन्धी थिएँ, मेरो अन्धकारमय जीवनमा अरुण देवता थियो। तर अपरेसन बाद जब मैले आँखामा रोशनी पाएँ, अरुण दानव भयो। अरुण दानव भयो? हो, दानव भयो। उसले मलाई धोका दिएर सधैँको निम्ति त्याग गर्यो। उसको अनुहारसम्म देख्न पाइन। हो आरती, अँधेरोमा देखेको चिजलाई हामी साराको निम्ति डोरी भनेर समात्छौँ, तर वास्तवमा त्यो साँप हुन्छ। त्यसै भयो मेरो जीवनमा पनि, बोली आरती। मेरो पति डाक्टर दिनेशले मलाई सहारा दिनुभयो, आश्रय दिनुभयो, नत्र म अबलाको के हुन्थ्यो होला। तपाईँ आफै सम्झनुहोस्। तर यस कुराले त तपाईँको पति डाक्टर दिनेशले डर र लाज मान्ने सवालै उठ्दैन। उहाँको अन्दाज छ हामीले यो अस्पताल छोडेपछि अरुण जरुरै मलाई लिन यहाँ आयो होला। अझै पनि आउन सक्छ र आएको खण्डमा उसले के जवाफ दिने अरुणलाई, किनकि अरुणको नासो जो म हुँ वापस फर्काइदिनेछु भनेर उहाँले वचन दिनुभएको थियो अरे। 12 वर्ष अघिको कुरा हो। अब त त्यो अरुण मरे पनि होला। किरण कठोर भयो आफ्नो सवालङ्गमाथि। मर्यो नभन्नुहोस् डाक्टर साहेब, जो होस् जे होस् ऊ मेरो देवता हो। उसको म हृदयबाट पूजा गर्छु। पत्थरको देवतालाई पूजा गरेर के फाइदा? पत्थर आखिर पत्थर हो। रामपालले ट्रेमा चिया लिएर आयो। रामपाल, हजुर, यहाँ नानीको नाम राजेश हो। यिनी त हाम्रै घरको एक प्रमुख सदस्य। आरतीले डाक्टर किरणको उदार हृदयको महसुस गरेर भनिन्, तपाईँको साथीले भन्नुभएको कुरा झुट निस्केन। को साथी? मेरो त साथी छैनन्। तपाईँको साथी डाक्टर राजेश सान्टियागो। ओहो, याद भयो। उहाँ र म इङ्ल्यान्डमा सँगै थियौँ। कसरी भेट भयो उहाँसँग? मेरो लोग्नेलाई धेरै डाक्टर कहाँ लगेर देखाएँ। रुपियाँ पैसा स्वाहा भयो। एक दिन संयोगवश डाक्टर सान्टियागोलाई देखाउन जाँदा उहाँले नै तपाईँ आँखाको विशेषज्ञ डाक्टर हुनुहुन्छ भनी ठिकाना समेत दिनुभएको। यो अब आखिर इलाज हो। मसँग अब रुपियाँ छैन। जाऊ राजेश, रामपालसँग। रामपालले राजेशलाई भित्र लगी बिस्कुट र मिठाईहरू दियो। तर उसले थाप्न मानेन। ऊ आमा कहाँ आयो। आरतीले बुझी आदेश दिए र भित्र गई राजेशले बिस्कुट र मिठाई थाप्यो। आऊ राजेश, अङ्कलसँग। राजेशलाई काखमा राख्दै किरणले भन्यो, चिया चिसो हुँदैछ। दुवैले चिया पिए। मेरो लोग्नेको अपरेसनको सबै मिलाएर चार्ज कति लिनुहुन्छ? मलाई पहिल्यै जनाइदिनुहोस्, किनकि मसँग रुपियाँ सीमित छ। म राजेशको अङ्कल हो न राजेश? राजेशले शिर मात्र हल्लायो। अब विश्वास भयो भनेर राजेशलाई किरणले निधारमा मही खायो। पहिले चार्ज भन्नुहोस् डाक्टर साहेब, तब मात्र म लोग्नेको आँखाको अपरेसन गराउनेछु। रोदनीय स्वरमा बोली आरती। तर किन? अहिले त मैले केस पनि हेरेको छैन। हुन्छ त केस हेरेर चार्ज भन्नुहोस्। रामपाल, आज तिमीले जम्मा 5 जनाको निम्ति खाना तयार गर्नु। 5? को? राजेशलाई जुरुक्क उठाएर किरणले भन्यो, राजेश बाबु, मिसेस दिनेश, राजेश बाबुको अङ्कल र ठुलो स्वरमा फेरि भन्यो, श्री रामपालजीको निम्ति पनि। रामपालले चस्मा नाकको डाडीमा राखी एक हातले आदाब गरेर भन्यो, जो हुकुम सरकार। अनि ऊ भित्र गयो। आरती बोली, गजबको छ, तपाईँको नोकर पनि बिहे गर्नुभएको छैन? आरतीलाई एकपल्ट राम्ररी निहारेर गम्भीर स्वरमा बोल्यो, मेरो साथी डाक्टर सान्टियागोको आफन्त स्वरूप तपाईँ आउनुभयो। अब केही दिनमा तपाईँले नै निर्णय गरेर भन्नुहुनेछ कि मैले कसलाई बिहे गर्नुपर्ने। रामपालले राजेशलाई ड्रेसिङ रुममा लगेर चिटिक्क पारेर बसायो। आरती बोली, अहिलेको बोलीचाली, अहिले नै आफ्नै घर ठान्न थाल्यो राजेशले। तपाईँले पनि ठान्नुपर्छ अब। लाजले शिर नत गरी आरतीले, मेरो भन्नको तात्पर्य डाक्टर दिनेशज्यू पनि। त्यसपछि सानो लाइट र स्टेथोस्कोप आफ्नो ब्यागमा हालेर बोल्यो, किरण, जाउँ डाक्टर दिनेशलाई हेर्नु। उता सुविस्ता छैन, म जान्दछु। उहाँलाई कतै ल्याउँला। राजेशले किरण र आमाको हात समात्यो। सिँढीबाट ओह्रालो झर्दा आरतीले भने, एकदमै कम बोल्नुहुन्छ, त्यसको निम्ति म माफ माग्छु। तपाईँले छोप नमानिदिनुहोस्। राजेश, मम्मीले के भन्नुहुँदैछ सुन्यौ? डाक्टर भएर छोप मान्नुहुन्छ? गाडीभित्र ड्राइभरको सिटमा बसेर राजेश बोल्यो, दुःख सहनुपर्छ डाक्टरले, छोप मान्नु हुँदैन। दुःख? मर्माहत भयो किरण। राजु, डाक्टर दुखी हुन्छ भनेर तिमीले कसरी थाहा पायो? अनि किरणले आरतीलाई हेरिरह्यो। बालक राजेशले त्यस प्रश्नतिर ध्यानै दिएन। उसले त्यति बेला गाडी छुट्छ भन्ने विषयतिर पो आतुरता जताउन थाल्यो। तपाईँलाई एउटा कुरोको निम्ति निवेदन गर्नु छ, बोली आरती। यो बिन्ती सुनिदिनुहोस्। कस्तो बिन्ती? कृपया मेरो पतिलाई डाक्टर नभनेर केवल दिनेश मात्र भनिदिनुहोस्, किनकि डाक्टर शब्दमाथि उहाँलाई साह्रै चिड छ। किनभने डाक्टर हुँदा उहाँले धेरै चार्ज लिनुहुन्थ्यो। साथै एउटा विश्वासी सहृदय मानवलाई धोका दिएकोले पापको प्रायश्चितले नै अन्ध भएको हुँ भन्ठान्नुहुन्छ। तपाईँको राय म मान्छु, तर तपाईँलाई मैले पनि आरती भनी सम्बोधन गर्न पाऊँ। आरती नाम मनपर्छ तपाईँलाई? औधी मनपर्छ। पछि बिहे गरेपछि छोरीको नाम आरती नै राख्छु। किरणले यति सहजमा कसरी आफैलाई छलिरहेछ। फेरि हो भन्छ आरती। भन्नुहोस्। ड्राइभरले गाडी स्टार्ट गर्यो। डाक्टर किरण बोल्यो, तिमीले पनि मलाई डाक्टर बाबु नभन। के भन्नु? किरण। आरती धेरै बेर मौन रही।
त्यही मौनतामा त्यसले आँसुको एक घुट पिउन लागेकी थिए। किन बोलेनौ? के भयो? किरण, अरुणको सम्झना आयो। म जस्तो तुच्छ डाक्टरसँग अरुणको तुलना हुन सक्छ र? ऊ तिम्रो निम्ति देवता होइन र? साँच्चै भनौँ भने तपाईँको स्वरमा आज मैले अरुणलाई पाइरहेको छु, किनभने अरुणले पनि यसै भन्थ्यो। उसले भन्थ्यो, तपाईँले मलाई बाबुको उपाधि नदिनुहोस्, अरुण भन्नुहोस्, किनकि म पनि एउटा विधवी आमा, गरिब किसान दाजु भाउजूको एउटा भाइ हुँ, आमाको कान्छो छोरा हुँ। जज बजारको धर्मशालाको सम्मुख गाडी रोकियो। सबै उत्रे। डाक्टर किरणले ड्राइभरलाई भन्यो, गाडी ब्याक गरेर ल्याऊ, रोगीलाई अस्पतालको केबिन नम्बर 1 मा पुर्याउनु पर्छ। आरतीको मुखबाट अनायासै शब्द प्रस्फुटित भयो, केबिन नम्बर 1। विगतको कैयौं घटनाहरू उसको स्मृतिमा चलचित्रका भाँति दृष्टिगोचर हुन लागे। आरती, हजुर, मलाई कुन वार्डमा राखियो? अस्पतालको केबिन नम्बर 1 मा। दिनेश झस्क्यो। 1 मा? के भयो? विगतको सम्झना आयो। एक दिन तिमीलाई अरुणले अपरेसन गराउन ल्याउँदा मैले यही क्याबिनमा तिमीलाई राखेको थिएँ। आँखा खुलिएपछि मलाई पनि थाहा भयो, यही भित्ता, यही झ्याल र ढोका। मर्माहत आरती बोली, भोलौँ हामी अतीतलाई, त्यसलाई सम्झेर फाइदा नै के? जो वर्तमान छ यसलाई काम लगाऊ, जो भविष्य छ त्यसको निम्ति सोचौँ। तर आरतीले पतिलाई दिएकी सान्त्वनाको विपरीत आज त्यही व्यतीतमा आफ्ना ठोस अस्तित्वको एउटा चिरन्तन शान्तिको सदा सर्वदा आफूमा निहित रहिरहने सुमधुर भावनाको अनुभव गर्न थालेकी थिए। तिमीले चार्जको विषयमा सोध्यौ? इङ्ल्यान्ड रिटर्न डाक्टर हो, हाई चार्ज होला, हामीसँग छ। अब हामीसित बाँचेको कुल रुपियाँ छ 100 छ। त्यो बाहेक पढ्लोक हुनुभन्दा पहिले आमाले दिनुभएको केही जवारत बाँचेको छ। बोली आरती, मैले डाक्टरलाई भनेको छु, चार्ज पहिला बताउनुहोस्, तब मात्र अपरेसन गर्नुहोस्। के भन्नुभयो उहाँले? भन्नुभयो पहिला केस हेर्नु अनि पो चार्जको कुरा हुन्छ। हिजो मेरो केस हेर्नुभयो त उहाँले, चार्जको कुरा भन्नु भएन। यति मात्र भन्नुभयो कि तपाईँको केस डायग्नोनाइज गर्न पुरा 2 महिना लाग्छ। केही डाक्टरी किताबहरू फरेनबाट आजै मगाई पठाएको छु भन्नुहुन्छ। उहाँ बडो चिन्तित हुनुभएको छ तपाईँको केस हेरेपछि। आरती, यत्रा नामी नामी डाक्टरहरूले हेरेर पनि मेरो केस ठिक नभएको मैले त हरेस खाएँ। अब मेरो आँखा खोलिँदैन। त्यसो नभन्नुहोस् भनी रोदिने स्वरमा आरतीले पतिको हात समातिन्। दिनेशले आरतीलाई केस सुमसुमाउँदै मृदुल स्वरमा भन्यो, क्याबिनकै हामीले 3-4 सौ बुझाउनुपर्छ। तिमी 2 आमा छोराले डाक्टर बाबुको तल्लो कोठा जम्मै रिजर्भ गरेर बसेको चार्ज भिन्दै, फेरि अपरेसन दबाई। हामी दर दरमा भिखारी हुन्छौँ। यदि अपरेसन सफल भएन भने तसर्थ होस्, अपरेसन नगरौँ, घर फर्कौँ। अहिलेसम्मको बाँचेको रुपियाँले केही काम गऱ्यौँ भने हाम्रो गुजारा चल्छ। आँखाभरि आँसु पारेर आरती बोली, म के भन्नु, म के गरौँ प्रभु? हेर्दा डाक्टर बाबुको स्वभाव कस्तो छ? डाक्टर रोज सान्टियागोले भने जस्तो भन्नुभएको छ, त्यस्तै सुशील, उदार, सहृदय। आएको दिन राजेशलाई अङ्कल भन्न लगाउनु भयो। हिजो बजारमा लगेर राजुलाई पुरा लुगाफाटा बनाइदिनु भएछ, सब उनीको। त्यही बेला मम्मी मम्मी राजेश कोठामा पस्यो। खोइ अङ्कल राजु आउँदै हुनुहुन्छ, अङ्कलले मलाई साइकल किनिदिनु भएको छ। त्यही बेला डाक्टर किरणले देखा परेर दिनेशलाई भन्यो, गुड मर्निङ मिस्टर दिनेश। कृतज्ञता स्वरूप दिनेशले हात जोड्यो। आरतीले टेबल सारिदिन्। दिनेशले धीर स्वरमा भन्यो, डाक्टर बाबु, मेरो एउटा विशेष निवेदन छ कि मलाई साधारण वार्डमा सारिदिनुहोस्। औ अपरेसन सफल हुन्छ भन्ने पक्का निर्णय दिएर मात्र अपरेसन गरिदिनुहोस्। अपरेसन गर्दा कति चार्ज लिनुहुन्छ सो अपरेसन गरिनुभन्दा पहिले मलाई विचार गर्ने मौका दिनुहोस् आफ्नो निर्णयको निम्ति। तपाईँलाई चार्जको निम्ति सुर्ता छ? मैले पहिल्यै तपाईँ यस कुराको निम्ति आर्जु बिन्ती गरेथेँ। आरतीले अनुनय विनयपूर्ण नजरले हेरेर भनी, हामीलाई आर्थिक अभावले ग्रस्त पारेको छ अनि कहीँबाट सहयोग पाउने उम्मेद पनि छैन। डाक्टर किरण बोल्यो, डाक्टरको कर्तव्य रोगीलाई जाति गर्नु हो, रुपियाँ हेर्नु होइन। म डाक्टर हुँ, डाक्टरले गर्नुपर्ने कर्तव्य म पुरा गर्छु। तपाईँ मेरो पेसेन्ट हुनुहुन्छ, म जाति गर्ने हर तरहले चेष्टा गर्छु। यो मेरा जीवन मरणको सवाल हुनेछ। चार्ज नलिई अपरेसन गर्दैन भन्नुहुन्छ भने म भन्छु मेरो चार्ज पछि जाति भइसकेपछि कमाइ गरेर जति दिनुहुन्छ बस त्यसैमा मलाई परम आनन्द हुनेछ। दिनेशले व्यथित भएर भन्यो, विगतमा मैले पनि यसै भनेको थिएँ, म डाक्टर हुँ, डाक्टरले गर्नुपर्ने कर्तव्य म पुरा गर्छु, तर मैले त्यो पुरा गर्न सकिनँ। बोल्यो किरण, मलाई अब त्यो मौका दिनुहोस्, म हात जोड्छु तपाईँलाई। सुनिरहेकी थिए आरती मौनतामा। आज वर्तमानले व्यतीतलाई चुनौती दिइरहेको छ। हाँसो ठुलो कि रोदन, मिलन महान कि तडपन? बोल्यो किरण। आरती, तिमी आफै भन। पानी मसँग छ, प्यासी त्यहाँ छ, दबाई मसँग छ, घायल त्यहाँ छ, रोटी मसँग छ, भोको त्यहाँ छ भने मैले क्रूर भएर बस्नुमा म दानव कि मानव? दुवै दम्पति मौन रहे। डाक्टर किरण बोल्यो, हामी पृथ्वी तलको श्रेष्ठ सृजनाको रूपमा मानव हौँ। हामी जीवनको दुःख सुख एकसाथ बाँडीचुँडी वहन गरौँ। हाम्रो खाट एक, लास एक। आरतीले किरणलाई हेरी। दिनेश बोल्यो, तपाईँ साँच्चै देवता सरह हुनुहुन्छ। काश म अन्धा नभए तपाईँको दर्शन गरेर आफूलाई जीवन सार्थक भएको महसुस गर्ने थिएँ। तर दिनेश, ममा देवता हुने क्षमता नै कहाँ?
मानिस देवता हुन सके ता इहलोक र परलोकको सृजना नै किन हुन्थ्यो? मर्माहत भयो दिनेश, अस्फुट स्वरमा बोल्यो ऊ। यही शब्द मेरो यही कानले। आरती, हजुर, जुनै शर्तमा पनि अपरेसन गर्नु तयार छु। डाक्टर किरण बोल्यो। धन्यवाद। आरती बोली, उता दक्षिण भारतमा त उताकै हावापानीले सुट गर्ने खाना खुवाउन भनी डाक्टरहरूले भनेका थिए र मैले उहाँलाई त्यसै गरेँ। तर यहाँको खाना के खुवाउनु पर्ला? रामपाललाई मैले सब सम्झाइदिएको छु। विशेष गरम मसला र खोर्सानी नखुवाउनु पर्ला। जहाँसम्म हुन्छ उहाँको आँखालाई धुवासँग पनि बचाउनु पर्छ। किरण बोल्यो केही सङ्कोच मानेर। यदि खानापिना तपाईँले नै तयार गर्नुभए बेस, किनकि रामपालले कान राम्रो सुन्दैन र केही बेला उल्टापाल्टा हुन सक्छ। मैले त यसै गर्ने इच्छा राखेको थिएँ। रामपालबाट काटकुट गर्ने सहयोग मात्र लिनु हुन्छ। ड्राई फ्रुट धुर्रा मियाबाट लिनु। त्यहाँ मैले खाने गरेको छु। मेरो महिनावारी पेसेन्टमा त्यो हुँदैछ र तिमीले पैसा नदिनु। किरण बोल्यो, एहे, पर्सि त मेरी भाउजू पनि आउनुहुन्छ, तिमीसँग परिचय गरिदिउँला। म उहाँलाई मेरो हातबाट बनाएको खुवाउनेछु। किरणले सम्बोधन गरेर भन्यो। राजु, म गएँ। जाने मसँग? पापा, अङ्कलसँग जान्छु भनेर राजुले उफ्रँदै गएर किरणको हात समात्यो। किरणले उसलाई उठाएर अँगालो हाली प्यार भरी स्वरमा भन्यो, गुड बोय। कहाँ जानुहुन्छ? क्वार्टर? अहिले मेरो अफ छ। त्यसो भए सँगै जाउँ, म उहाँलाई चिया ल्याइदिन्छु भनेर आरतीले दिनेशको बेडको कम्बलहरू मिलाउन लागि। त्यही बेला नर्स आई। बोली, डाक्टर साहेब, अस्तिकी आइमै आफ्नो छोराको आँखाको निम्ति केही भन्न आएकी थिए। यतै पठाइदिएको भए पनि त हुन्थ्यो। त्यो मानिन, क्वार्टरमै तपाईँलाई भेट्छु भन्थे। क्वार्टरमै गइहाली। अच्छा हुन्छ, तिमी जाऊ। किरण, आरती र राजु क्वार्टरतिर लागे। तल सिँढीबाट घरको ढोका बन्द देखि किरणले आरतीलाई भन्यो, आज रामपालले फेरि मेरो अदेखमा घुस लिँदैछ। आरती, घुस भनेको के हो अङ्कल? राजेशले सोध्यो। घुस भनेको खराब कुरा हो राजु। तिनैजनाले ढोका बाहिरबाट भित्र गन्थन गरेको सुने। त्यो आमैले भने, डाक्टर बाबुले मेरो छोराको आँखा जाति पारेर ठुलो गुण गर्नुभयो। यो कोसीले उहाँलाई चढाइदिनुहोस्। रामपालले भन्दै थियो, ठिक छ, यो कोसीले म डाक्टर साहेबलाई 2-3 दिन बाद मात्र दिन्छु, तिमीले दिएको भनेर। तर तिमीले चाहिँ यो कुरा उसलाई नभन्नु, रिसाउँछ नि। हुन्छ, म पटक्कै भन्दिनँ। अब तिमी जाऊ। त्यही बेला तिनैजनाले प्रवेश गरे। रामपाल आत्यो। बोल्यो डाक्टर किरण। रामपाल, हातपछि के लुकाएका छौ? रामपालले डराएर त्यो आइमाईलाई र आरतीलाई हेर्न लाग्यो। देखाऊ। कठोर स्वरमा किरण बोल्यो। रामपालले बिस्तारै देखायो। फर्काइदेऊ। रामपालले त्यो चियापत्तीको कोसेली त्यस आइमाईको हातमा सुम्पिदियो। रामपाल, हजुर, ढोका खुल्ला छ, तिमी जाऊ। रामपाल भित्रको ढोकातिर पस्न लाग्दा किरणले कराएर भन्यो, ठुलो ढोकाबाट बाहिर, फेरि फर्केर नआउनु। रामपाल टोलाइरह्यो। जाऊ भनेको, डिस्टर्ब नगर मलाई। यति क्रोधित आवाज आफ्नो मालिकको अघि उसले कहिल्यै सुनेको थिएन। रामपाल आँखाभरि आँसु पारेर निस्कियो। आरती एकछिनमा बाहिर निस्की र रुँदै कुनामा उभिरहेको रामपाललाई भनी, साहेबको क्रोध शान्त भएपछि म तिमीलाई बोलाउँला। रामपाल बोल्यो, मेम साहेब, मेरो बालबच्चाको पेट मर्छ, नोकरी गयो भने। अबदेखि यस्तो खलता नगर। आज जाऊ, भोलिदेखि काममा आउनु, सब ठिक भइहाल्छ। पर्सि त डाक्टर बाबुकी भाउजू पनि आउनुहुन्छ, भोलि धेरै सौदा पनि गर्नु छ। आरतीले भित्र प्रवेश गरी। राजेश लड्छ होला, साइकल चलाउन राम्ररी जानेन। आरतीले एकपल्ट मायालु किरणलाई हेरेर राजेशलाई साइकल चलाउन सिकाउन थाली। त्यो आइमाई बोली, भुल भयो डाक्टर साहेब, मलाई थाहा थिएन तपाईँले कोसेली लिनुहुन्न भनेर। ठिक छ, किरण बोल्यो, विशेष काम के छ? छोरालाई आँखाको लागि कालो चस्मा त भयो, तर अर्को 35 रुपियाँवाला चाहिँ अहिले किन्न सक्दिनँ र केही दिन बाद किनेर लगायो भने हुन्छ कि भनेर आएको। चस्मा त लगाइहाल्नुपर्छ, नत्र आँखा बिग्रिने सम्भावना छ। छोराकोबाट पैसा आएको छैन डाक्टर बाबु। कहाँ छ छोरा? पल्टनमा, जेठा चाहिँ। तिमीले मेरोबाट लैजाऊ रुपियाँ, र पछि पुग्यो भने दिनु। अरुणले ब्यागबाट रुपियाँ झिकेर दियो। डाक्टर बाबु, मेरो ठिकाना लिइराख्नुहुन्छ? ठिकाना पर्दैन, धन्यवाद ज्ञापन गरेर आशीर्वाद दिँदै त्यो आइमाई गए। आरती बोली, पछि फर्काइदिन्छे भनेर तपाईँलाई विश्वास छ? लामो निश्वास छोडेर किरण बोल्यो, आरती, मलाई सबैमाथि विश्वास छ। विश्वासले नै विश्व अडेको छ। हामी विश्वासको सहारामा जीवित छौँ। आरतीले किरणलाई हेरिरहे, मानव ऊ माथि पनि किरणले विश्वास गरेको छ र आरतीले पनि किरणलाई विश्वास गर्नुपर्छ। किरण बोल्यो, म त भन्छु आरती, रुपियाँ पैसा यदि मानिसको जरुरत पूर्ति गर्नलाई सरकारले बनाएका हुन् भने आज यसको सख्त जरुरत धनीलाई भन्दा गरिबलाई छ। किरण भनेर आरती कालिए। त्यसको शिर चक्राउन लाग्यो। बेहोस हुन खोजे। डाक्टर किरणले हातले भर दिएर सोध्यो, के भयो आरती, के भयो? किरण, आज मलाई अतीतले किन रुवाइरहेछ? यसरी किन सताइरहेछ? जानी अन्जान भयो किरण। किन? कसरी सतायो? अहिले तपाईँले भन्नुभएको वाक्य तपाईँलाई कसले भन्यो? कसले सिकायो? कहाँबाट जान्नुभयो? मलाई झुट नबोली भन्नुहोस्। किन? यस वाक्यमा के जादु छ र? यो त एउटा उपन्यासमा एउटा लेखकले लेखेको वाक्य हो। उफ किरण, मेरो विगतमा बितेका घटनाहरू कति मार्मिक छन्, कति दुःखद छन् र मलाई सधैँ कति तडपाइरहेको छ। तपाईँ बुझ्नुहुन्न। बुझेर पनि तपाईँले यसको समस्या समाधान गर्न सक्नुहुन्न। तपाईँ त अविवाहित हुनुहुन्छ, कति खुसी हुनुहुन्छ।
घायलको गति घायलले नै जान्दछ। किरण बाबु, तपाईले त अझसम्म कसैलाई प्रेम गर्नुभएको छैन होला। आरती, म त अविवाहित हुँ, नोकरी छ, आम्दानी छ, म खुसी छु। अझसम्म कसैलाई प्रेम गर्ने अवसर नै पाएको छैन भनेर घायल कसरी पो हुन्छु भन्दा भन्दै किरणको आँखा आँसुले पुरिए। आँसु लुकाउने निहु गरी उसले राजेशलाई उठाएर भन्यो, मेरो राजु, तिम्रो अङ्कल एकदम खुसी छ नि। तर तपाईँ त रुनु हुँदैछ। अबोध राजेशले ढाँटेन। हतार हतार आँसु पुछेर मुसुक्क हाँसेर किरणले भन्यो, म कहाँ रुँदैछु? हेर त मेरो अनुहारमा मुस्कान। हेर त आरती, बोली आरती, मेरो घायल गतिमाथि तपाईँले सहानुभूति प्रकट गर्नुभएको हो। मलाई जल्न दिनुहोस्, जली जली खाक हुन दिनुहोस्। यही बिरहको आगोमा। अँध्यारो भयो। अरुणले लाइट अफ गर्यो। हेर्दा हेर्दै 2वटा पतंग बिजुलीको रोशनीमा जलेर भुइँमा खसे। हिजो राजेशलाई देखाउनैको निम्ति विशेष डाक्टर किरण र राजेश लेबोङ घोड दौड हेर्न गएका थिए। त्यसैको नकल गर्न लागेका थिए आज ती दुई। डाक्टर किरण 4 हात खुट्टा टेकेर घोडा भएको थियो। लगामको रूपमा उसको मुखबाट डोरी लगिएको थियो, जुन डोरी उसको पिठ्यौमा चढेको राजेशको हातमा थियो। राजेश मच्ची मच्ची छिउ गोडा भन्थ्यो। औ डाक्टर किरण चाहिँ गोल कमरा वरिपरि हात खुट्टा चालेर हिँड्थ्यो। एकपल्टलाई क्षमा प्राप्त नोकर रामपाल चाहिँ चस्मा नाकको डाँडीमा लगाएर हातमा सानो लुगाको झण्डी र एक हातमा घन्टी लिएर हाम्रो राजुले जित्यो भन्दै हौसला दिँदै थियो। त्यो रमणीय दृश्य हेरेकै थिए धनमाया र कुले। हातमा बोकेका गहुँका झोलाहरू बिसाउन समेत भुलेर। त्यही बेला केबिनबाट खाना पुर्याएर आरती पनि आइपुगे। उसलाई पनि त्यस दृश्यले नलभाइ छोडेन। ऊ पनि हेर्न थाली, असीम आनन्दको अनुभव गर्दै। रामपाल करायो, घोडा लड्यो। अरुणले लडेको अनुभव गर्यो औ राजुले पनि लडेको अनुभव गरेर उत्तानो पर्यो। त्यही बेला सबै आगन्तुकहरू भित्र पसे। त्यो खुब मजाको आयोजन गरिएको बालक्रीडा त्यही समाप्त भयो। अरे भाउजू, कहिले आइपुग्नु भयो? आफ्नो सुट टकटकाउँदै किरण बोल्यो। आरती, दिदी भन्दै धनमालाई ढोक गरिन्। किरणले राजेशलाई जाऊ रामपालसित खेल भनेर भाउजूलाई आरती र राजेशको परिचय गराइदियो। भाउजू बोली, म सिधै घरबाट गाडी लिएर आएकी। एहे भन्दा पनि कुले, ड्राइभर पनि गाडी साइड गरेर यतै आओस्। अन्त कान्छा, म त आजै घर फिर्नुपर्छ। किन यति हतार? तिमीलाई के थाहा, तिम्रो दाजु जति पाएको भए उति केटाकेटी जस्तो हुनुहुँदैछ। तिमी भन्दा पनि ज्यादा। जहिले पनि उसँगै टाँसेर बस्नु भन्छन्। आजकल त झन् गाडी किनेकोदेखि काममा पनि सँगै लिएर जानुहुन्छ। रामपाल, कुले ड्राइभर राजेश समेत भएर गाडीबाट सौदा ओसार्न लागे। रामपाल, कुले ड्राइभर राजेश समेत भएर गाडीबाट सौदा ओसार्न लागे। किरण, आरती बोली, म खानेकुरा तयार गर्छु। लौ भाउजू आइपुग्नु भयो। भाउजूलाई के खुवाउँछु भनेकी थियो। अब हेरौँ। लजाएर शिर नत गरी आरती भित्र पसे। बोली, भाउजू, अरू तिम्रो हाल खबर के छ? खानेकुराको दुःख तकलिफ, रुपैयाँ पैसा, लुगाफाटा। भाउजू, तपाईँले त अझ मलाई सानो नानी नै सम्झनुहुन्छ। मलाई केही कुराको तकलिफ छैन, रत्तिभर छैन। रुपियाँ भने? त्यही बेला आरती ट्रेमा चिया लिएर आए। बोली, भाउजू, रुपियाँ कति चाहियो? बस आरती, बोल्यो किरण। भित्र खाना बनाउँछ रामपालले। सब कुरा तयार नै छ। भाउजू गइहाल्छु भन्नुहुन्छ, बात मार्ने मौकै यही हो। अनि धनमायातिर फर्केर किरणले 2 हात जोडेर भन्यो, भाउजू आज बसौँ है। तिम्रो दाजु रातभरि सुर्ताले सुत्दैन फेरि। धनमाया बोली, अनि रुपियाँको कुरा? मलाई केही रुपियाँ चाहिन्छ। फरेनबाट आँखा सम्बन्धी लेखिएको केही किताबहरू मगाएको छु र दाजुले तिमीलाई नै पठाउनु भएको केही रुपियाँ छ यहाँ। कति? 1000 होला। ए पुग्छ, लौ त राख। किरणले 100 रुपियाँ ब्यागमा हालेर भन्यो, भाउजू मेरो तलबको कुरा त सोध्नु भएन? यो कुरा सोध्नुभन्दा पहिले तामाङहरूले डम्फुमा गाएको गीत भन्नुहोस्। शिव शिव मण्डल गाउँ ठुलो, खानु त के छ नाम ठुलो। साँच्चै भाउजू, सहरमा बस्नुको रहर मात्रै हो, 1 पैसा साँच्न सकिन। सबैको डाक्टर बाबु, खानु त के छ नाम ठुलो। आरती, खोइ तिमीलाई चिया। दिदी, तपाईँहरू आउनुभन्दा पहिले भर्खरै खाएँ कि मैले। बिस्कुटहरू पाउनुहुन्छ? बस चिया मात्रै। केटाहरू हो, किरण करायो। छट्टा आयो कुले। तिमीहरू पनि बनाउँदै खाओ है। हुन्छ कान्छा हजुर भनेर कुले भित्र पस्यो। ड्रेसिङ रुममा तयार भएर भाउजू निस्केपछि किरण बोल्यो, जाउँ आरती, दिनेशलाई हेरेर आउँ। तिनैजना बाहिर निस्के। किरण करायो, राजु? यस अङ्कल भन्दै भित्रबाट निस्केर राजुले किरण र धनमायाको हात समात्यो। बालसुलभ कोमल हात आफ्नो हातमा पर्दा धनमायाको मातृत्व उर्लेर आयो। उसले राजुलाई ट्याप्पै अठ्याएर शिरमा मै खाएर तरल प्यार भरी स्वरमा भनी, राजु मेरो राजा। आरती बिहल भई दिनेशलाई हेरेर फर्किआउँदा बोली, आरती यो रोगले भेटेपछि उहाँले एकान्त चाहनुहुन्छ, ज्यादा बोल्नुहुन्न। केही भुल भयो भने म माफी चाहन्छु। बोली धनमाया। आरती, रोग लागेपछि सबैलाई यस्तै हो। उहाँले मलाई के पो भन्नुभयो र? यति हो, पार्टीमा बसेर खाने इच्छा गर्नु भएन। फर्केर आउँदा टेबल कुर्सी तयार थियो। खानाको प्लेटहरू सब ठिकठाक स्थानमा थिए। धनमाया, किरण, राजु धनमायासित बस्यो। तर आरती बसिनन्। किरणले भन्यो, भाउजू दिनेशले भरे खाएपछि मात्र आरतीले खान्छे।
फेरि उकरायो, रामपाल। रामपाल आयो। तिमीले खायौ? खाएको छैन। मुख र जुङ्गाको छेउमा के को सीता? सीता त रामकी पत्नी हो। सबै गलल्ल हाँसे। किरणले कराएर भन्यो, तिम्रो मुख र जुङ्गामा टाँसिएको के हो चिन्नु? हतार हतार मुख र जुङ्गा पुछेर रामपालले साँचिलो भएर भन्यो, नुन लागेन कि भनी अलिकति भात तिहुन टेस्ट मात्र गरे। अब हाँस्न लागे सबै खिटका छोडी। आरतीले सबैलाई भात तिहुन पस्कन लागि। अरुणले कराएर भन्यो, खुले ड्राइभर भाइ खाऊ है तिमीहरू पनि। भाउजू आजै फेर्ने भन्नुहुन्छ, टाढाको बाटो अगाउन्जेल खाऊ। अरूले खाएर मात्रै खाने बानी छ हाम्रो रामपालको त। भित्र कुलेर ड्राइभर मुसु हाँसेको सुन्यो। आरतीले अनुरोध गरी, दिदी खाना सुरु गरौँ। सबैले थाले खाना। किरणले दिल्लगी गरेर भन्यो, आरती हजुर थुक निल्दै बस ल तिमी। मुसु हाँसी आरती। बोली भाउजू, आरती हाम्रो कान्छालाई फटा बोल्नुमा कसैले जित्दैन। एहे अहिले पो सम्झन्छु कुले। मुखभरि भातको घाँस हालेको कुलेले भन्यो, हजुर आमा आरतीले पठाइदिएको घिउ माथि कान्छाको कोठामा पुर्याइदिइराख है। हुन्छ। आरती आएकी थिए। किरणलाई विगतको सम्झनाले विगततिर डोरायो। यही आफ्नो अघिको आजको साक्षात आरतीको निम्ति उसले कसरी त्यो नाबालिका आरतीलाई ठगेको थियो, उसको निद बोलाउन गीत गाएको थियो। यही आजको आफू समक्ष उभिएकी आरतीको सुमधुर यादमा आएकी थिए। दाजुलाई मेरै हातले बनाएर ल्याइदिएको घिउ भन्थे। दुईजनाको आमा भई अब त। अनि कान्छा तिमीलाई चाहिँ अब कहिले बिहे गर्ने? दाजुको चिठीको जवाफ पनि दिएनौ ठिकसँग। उनले त गान्तोकमा म्याजिस्ट्रेटकी छोरी ठिकठाक पारिराख्नु भएको छ। आरती बोली, आरतीको हो दिदी? दाजु चाहिँले भने चाहिँ मेरो र कान्छाको गुडी हो, 12 वर्ष पहिलेकी। अनि यथार्थ कुरो भनी दिदीले। कान्छा साह्रै बिग्रल भएको बेला त्यो नाबालिका नानी संयोगवश आइदिए र घरमा शान्तिको दीप जलाइदिए। आरती राजुलाई अपच हुन्छ होला, अघि चक्लेट निकै खाएको छ, बढी मलाई क्षमा भनेर राजेश रामपालसित साइकलमा चढ्न गयो। भाउजू अरू खबर? एउटा खबर छ एकदमै दुःखको। कस्तो? आरती र किरणको कान सतर्क भयो। भाउजूले काटा चम्ची सारेर भनी, पहिले खाइसक, भयो भरपेट भनेर किरणले पनि काटा चम्ची सार्यो। बोली भाउजू, ताराको मृत्यु। तारा मरी? हो, दाजु लासमा जानुभएको थियो। के भएछ? पहिले त रम ब्रान्डी खान्थे अरे, पछि त नपुगेर रक्सी पनि खान थाली छ। अन्नको त नामै नलिने गर्दा सब कलेजो पाकेको थियो अरे। अनि मर्ने बेलामा एकपल्ट तिमीलाई हेर्ने इच्छा गरेकी थिए अरे। ओहो भनेर अरुणले आँखाभरि आँसु पार्यो। आरतीले त्यो दृश्य हेरिरहेको थिए। बोली भाउजू, मैले त त्यसबेला सोचेकी थिएँ तिमीले तारालाई नै बिहे गर्छौ, तर सहरमा आएपछि तिमीलाई के भयो कान्छा? त्यसबेला किन चाहिएको थियो 500 रुपियाँ तिमीलाई? त्यसबेला छोडिदेऊ विगतका यी कुराहरू भाउजू भनेर किरणले टेबल छोड्यो। आरतीले शङ्कै-शङ्कामा किरणको गम्भीर अनुहारको अतीतका मिहिन पर्दाभित्र अरुणलाई खोजी। त्यस सन्देहयुक्त वातावरणलाई पन्साउनका निम्ति किरणले सम्बोधन गर्यो, रामपाल। राजुलाई बाहुमा बोकेर रामपाल देखा पर्यो। हजुर, रामेश्वरको दोकानमा गएर एउटा 50-55को राम्रो साडी मैले भनेको भनेर ल्याऊ। राजुलाई बोकेरै दगुर्यो रामनाथ। बोल्यो किरण फेरि, आरती तिमी त छक्क परेर मलाई पो हेर्दैछौ होइन है भनेर तर्सी आरती। दिनेश बाबुलाई खाना तयार छ, दिदीलाई बिदा दिएपछि लगिदिन्छु, उहाँको खाने टाइम पनि भएको छैन। बोली धनमाया। बहिनी आरती, अब कति दिन बस्छौ यहाँ? आरतीले किरणलाई हेरी। किरण बोल्यो, लाग्छ होला 3 महिना त। त्यसपछि त उतै आऊ, बसौँ मजाले दिदी बहिनी। राजु जस्तो तिम्रो छोरा मेरो पनि छोरा। तपाईँको छोराछोरी छैन? धनमायाले अँध्यारो मुख गरी। तात्पर्य बुझी आरतीले। उसलाई खेद लाग्यो। बोली धनमाया आफै, हाम्रो त देवर भने पनि भाइ भने पनि छोरा भने पनि यही कान्छा त हो। तिमीहरूका डाक्टर बाबु। रामपाल आइपुग्यो। साडी किरणलाई दिएर भन्यो, खुब राम्रो छानेर ल्याएको छु म आफै। रामपाल, हजुर तिमीले साडी लगाएका छौ कि सुरुवाल? सुरुवाल। अब तिमीले कसरी राम्रो साडी छानेर ल्यायो? रामपाल चुप। सबै मुसु हाँस्न लागे। रामपाल चाहिँ हाम्रो कान्छाको निम्ति जोकरै भयो भनेर भाउजूले उसलाई 10 रुपियाँ दिन्। 10 रुपियाँले के गर्छौ? किरणले सोध्यो। मेरो जहानलाई राम्रो साडी किनेर लगाऊ भन्छु। किन जहानलाई त्यसो भन्छौ? किनकि उसले साडी लगाउँछे। लौ अब ठिक पार्यो कान्छा तिमीलाई भनेर भाउजू मरी हाँसिन्। गाडीमा चढे सबै। धनमायाले आरतीलाई पनि, बहिनी म जाँदैछु, तिम्रो डाक्टरको खानापिना याद गरिदेऊ। आफ्नै पतिको पनि सेवा गर्नुपर्छ। पति भनेको आफ्नो सर्वस्व हो। राजु लड्छ ओड्छ याद गर्नु। रामपाल त खोइ कान सुन्दैन। मेरो ठिकाना रामपालकोमा छ। केही कुरोको जरुरत भयो भने झट्ट खबर गर्नु। कान्छाले राजुलाई औधी माया गर्दो रहेछ। केटाकेटी भनेपछि मरिमेट्ने स्वभाव त्यसको गएन पटक्क। तिमीले पनि कान्छालाई फकाइ फुलाई गरिदेऊ बिहेको लागि। त्यसको जय जन्म भएको हेर्ने ठुलो इच्छा छ दाजु चाहिँ र मेरो। ड्राइभरले भन्यो, आमा गाडी चलाऊ। किरण मेडिकल अफिसरसँग बात गर्दै थियो। पर्ख है। अनि उसले आएर भन्यो, भाउजू त्यो साडी उता गएर आरतीलाई घिउको बदली पठाएको पाएको आशीर्वाद सहित भनिदिनुहोस् है मेरो तर्फबाट।
गाडी छुट्यो। डाक्टर किरण, राजु र आरतीले भिक्टोरिया अस्पतालको गेटबाट उनीहरूलाई हात हलाउँदै बिदा दिए। बुढो भइसक्यो, तर जवानीदेखि नै अङ्ग्रेजी सिनेमा हेर्ने बानी पटक्क छुटेन। आज टार्जनको 22 कपमा राजेशलाई समेत चम्काएर लग्यो रामपालले। रातको 7 बजेको थियो। चारैतिर अन्धकार छाइसकेकोले म्युनिसिपालिटीका ल्याम्पपोस्टका बिजुली बलिसकेको थियो। धुम्म परेको रात, पानी पर्ला पर्ला जस्तो रात, बडो विषाक्त भान थियो। भर्खरै दिनेशलाई खाना खुवाएर आई शून्य निर्जन कोठामा आरती अकेले थिए। माथिल्लो कोठामा किरण छ, लिन किन, उसले चाहिँ त्यहाँ जान। नाबालिका आरती, तारा, 500 रुपियाँ। बडो विवादग्रस्त भएर भाउजूले भनेको श्रृङ्खलाबद्ध शब्दले विप्लव मचाइरहेको थियो आरतीको मस्तिष्कमा। किन आरतीको नाम मनपर्छ किरणलाई? म सुखी छु, अझसम्म प्रेम गर्ने अवसर नै पाएको छैन भने म घायल कसरी पो हुन्छु भन्दा भन्दै उसको आँखामा आँसु किन? यस्तै तर्क वितर्कका आदि तुफान मचिरहेछ आरतीको भग्न दिलमा। यो भिक्टोरिया अस्पतालको रातको सुनसान वातावरण। 1 नम्बर केबिन, यही अपरेसन थिएटर, यही ट्राली, यही सिँढी, यही डाक्टर, यही आँखाले रोशनी पाएर पनि पाइनन् जब उसको देवतालाई भेटिनन्। डाक्टर दिनेशले प्रेम गर्न थालेको थियो। उसकी आमाले आफ्नो ममताको बन्धनमा बाँध्न लागेकी थिइन्। त्यसबेलाको अनपढ देहाती केटी आरतीको तुलनामा त्यसबेलाको धनी र नामी डाक्टर परिवारसहित हुनु एउटा संज्ञको घटना थियो। दार्जिलिङ शहरमा आफन्तविहीन आरतीलाई उसको अनिच्छा अनुकूल हिँड्न बस्न कर लागेको थियो। ऊ विवश थिए। अनि आज डाक्टर किरणको उपस्थितिमा अरुणको प्रत्येक बोलीको तात्पर्यले, अमूर्त रूपमा उसको छविले, उसको यादले किन यति निर्मम भएर आरतीलाई उसको पतिप्रति हुनुपर्ने पत्नी मात्रको कर्तव्यमा बाधा बनिदिन्छ? किन काँडा होइदिन्छ? अस्पतालको वार्ड बोय आयो। मेम साहेब, आज डाक्टर किरणको अपरेसन केस पर्यो, अलिक ढिलो आउनुहुन्छ अरे। ठिक छ मात्र भनी आरतीले। वार्ड बोय गयो। आरतीले बाकसबाट झिकेर कालो घुम्टो ओढी र ढोका बन्द गरेर बाहिर निस्के। धीरधामको घन्टी बजेको आवाज सुनेको कानैमा छ। 12 वर्ष अघिदेखिको। सरासर धीरधामतिर लागि। अलिअलि फाटकफुटुक मानिसहरू देखिन्थ्यो बाटोमा। डाली फाटक, काग झोडातिरबाट मानिसहरू रातको हिन्दी सिनेमा हेर्न टिकट काट्न भन्दै आउँदै थिए। कतै नहेरी ऊ धीरधामबाट ओह्रालो लागि। साँच्चै मैदान भेट्यो, गभर्मेन्ट हाई स्कुल। उसले सोची मूल बाटो हुनुपर्छ। अलि तल लागि भिक्टोरिया फल्सको बाटो भेटी यही पर हुनुपर्छ त्यो घर। घरमुनि पानीकल हुनुपर्छ। घर बाटोमाथि एकान्तमा, बाटोमुनि गाउँ। पानीकलमा त्यो पुगे। साँच्चै बाटोमाथि 2 तलेको काठको घर थियो। आरती बाटोमाथि उक्ली। तल्लोपट्टि साँच्चै 3 कोठा रहेछ। अरुणले उसलाई बस्तीबाट ल्याएर यही बीच कोठामा त राखेको थियो। ऊ त्यो कोठाको ढोकामा पुगी। भित्र एउटा अर्धवयस्क पुरुष ढल्केर कुनै किताब पढ्न लागेको। आरती ढोकामा उभिरहे। सहसा त्यो व्यक्तिको नजर आरतीमाथि पर्यो। कसलाई खोज्नु भएको? मलाई चिन्नुहुन्छ? मेरो नाम थाहा छ तपाईँलाई? तपाईँलाई चिन्दिन नै भने तपाईँको नाम कसरी थाहा पाउनु? डाक्टर किरण तपाईँको कोही आफन्त पर्छ? डाक्टर किरणको नाम त आजै सुन्दैछु। यो घरको पल्लोपट्टि वल्लोपट्टि को बस्थे पहिला? तपाईँलाई थाहा छ? म यहाँ सरेको 2 महिना मात्रै भयो। पहिला को बस्थे मलाई के थाहा? अहिले को बस्छ? घर खाली छ। घरवालाले घर मर्मत गर्ने अरे। घरवाला छ? कहाँ? माथिल्लो तलामा। धन्यवाद ज्ञापन गरेर आरती माथिल्लो तलामा उक्ली। ढोका खुल्लै थियो। म आउन सक्छु? आउनुहोस्, एउटा 24-25 वर्षको युवकले भन्यो। बस्नुहोस्। आरतीले त्रस्त भए झै यताउति हेरेर सोधी, भाइ, आजभन्दा 12 वर्ष अघि यो घरको तल्लो तलामा बस्ने मानिसको विषयमा तिमीलाई थाहा छ? अलिअलि थाहा छ। म त्यति बेला 12 वर्षको थिएँ। किन? यस कुराको पक्का खोजी गर्नु परेको छ मेरो व्यक्तिगत चाहनाको निम्ति, बोली आरती। यस घरको तल्लो तलाको वल्ला र पल्लापट्टि मोची र धोबीहरू बस्थे। यो त 3 वर्ष अघिको कुरा हो। बस्थे। आमाले उनीहरूलाई निकालिदिनु भयो। तपाईँको आमा? उहाँको परलोक भएको 2 वर्ष भयो। 12 वर्ष अघिको कुरा भन्न सक्नुहुन्छ? बीच कोठामा को बस्थ्यो? एकछिन सोचेर त्यो युवक बोल्यो। अरुण। मानव ढुङ्गा खोज्दा हिरा पाए, बोली आरती। ऊ अहिले कहाँ छ? त्यो त मलाई थाहा छैन। म सानै थिएँ त्यो बेला। तर यति मलाई अवश्य याद छ कि ऊ साह्रै बदमास मतवाला थियो औ रात दिन रक्सी खाइबस्थ्यो। मलाई रक्सी किन्न पठाउँथ्यो र ल्याइदिएको 1 आना दिन्थ्यो। तब त मरे पनि होला, त्यत्रो रक्सी खाने मान्छे। भेट्यो भने चिन्छौ? चिन्दिन। आरतीले टेबलमा राखेको घडी हेरी। रातको 9:15 गइसकेछ। ऊ आत्ती र धन्यवाद ज्ञापन गरेर हतार मूल बाटो हुँदै बजार पुगी। उसले मनमा नै सोचे, उफ, राजुले खोज्दै होला। यसरी व्यर्थ म किन पग्ली भयो कि? घरको ढोकातिर लाग्दा ऊ एकदमै सुस्त गतिले अघि बढी। ढोका ढप्काएको मात्र थियो। ऊ बिस्तारै भित्र पसी। बुढा रामपाल झुल्दै उनीलाई पर्खिरहेको थियो। इसारा गरेर उसले सोधी, राजु खोइ? इसारा गरेर रामपालले भन्यो, माथि किरण डाक्टरसँग सुतेको छ, ल्याइदिउँ? इसारा गरेर आरतीले भने, तिमी जाऊ, उसँगै सुतोस्। ठिक छ। रामपाल गयो। आरतीले भित्रबाट छिटकिने लगाई र आफ्नो कोठामा आई ड्रेस बदली गरी नाइट ड्रेस लगाएर ओछ्यानमा पल्टी के सोच्न लागि।
रात एकदमै सुनसान थियो। एक्कासी त्यही पुरानो गीतको धुन एकदमै मलिन स्वरमा सुनिन लाग्यो। चकुरी किन चन्द्रलाई हेर्छे, शबनम पातमा हुन्छ, व्यर्थैमा कोहीले गाउँछ किन, न्याहुल उतार हुन्छ, हाँसेका व्यतीत जति रमाइला, कति निर्मम आउनेहरू रोएर यहाँ हाँसिदिन्छन्, प्रेतका रित तिर्नेहरू। आरती ढोकामा आई, आवाज माथिल्लो तलाबाट आउँदै थियो। किरणको कोठामा ऊ कहिल्यै गएकी थिएन, जानु उचित थिएन, तर आज उसको अदम्य चाहलाई त्यस प्रतिबन्धले रोक्न सकेन। ऊ दगर्दै माथिल्लो कोठामा उक्लिएर ढोका ठकठकाउन लागि सम्बोधन गर्दै, किरण किरण। किरणले ढोका खोल्यो। आरती भित्र पसी यताउति सबतिर हेरेर भनी, यो अहिले गीत कसले गाएको? अब किरण स्वस्थ भयो। मुसुक्क हाँसेर सहज स्वरमा भन्यो, यो गीत त रेडियोबाट आएको हो, फेरि आउन सक्छ यो गीत। फरमाइस गर्नुपर्छ धेरै धेरैले, तब आउन सक्छ। त्यो त तिमीलाई थाहै छ। केही पाएको जस्तो, केही हराएको जस्तो अर्धचेतनामा आरती बोली, किरण म एकपल्ट त साह्रै आत्तिएँ। अहिले बेलुकी कहाँ गएकी थियौ? अरुणलाई खोज्न। विश्वास छ अरुण यही छ भनेर? तिमीले नै त भनेको होइनौ? मानिस विश्वासले नै बाँचेको छ। अनि आरती सुतिरहेको राजेशलाई उठाएर हतार हतार तलतिर आफ्नो कोठामा झरी। किरण ढोकाबाट आरती गइसकेको निहालेर राम्ररी हेरिसकेर आफ्नो ढोकामा भित्रबाट छिट्किने लगाए। एकछिन बाद तल्लो कोठामा बत्ती निभ्यो। किरणले लामो सुस्केर तानेर उच्च बास छोड्यो र डङ्ग ओछ्यानमा लडेर सुस्त स्वरमा भन्यो, अब म गीत गाउन पनि छोड्छु। आरती, हजुर, आज तिमी राति कहाँ गएकी थियौ? दिनेशले कठोर भएर सोध्यो। आरती त्रस्त भई राता भए उसका गाला। किन बोल्दैनौ? कहाँ गएकी थियौ? म क्वार्टरमै थिएँ, तिमी थिएनौ। कसरी थाहा पाउनु भयो कि म थिएन भनेर? डाक्टर किरण तिमीलाई सोध्न यहाँ आउनु भएको थियो। म राजुलाई लिन रिङ सिनेमा गएकी थिएँ, तर डाक्टर किरणले राजुलाई साथमा ल्याउनु भएको थियो सिनेमाबाट। आरती चुप भई धेरै बेर कोठामा मौनता छायो। गम्भीर भएर सङ्कित स्वरमा दिनेश बोल्यो, कहीँ अरुणलाई? आरतीलाई असह्य भयो। बोली, हो, म अरुणलाई भेट्न गएकी थिएँ। अन्त के? आरती क्रोधित भएर बोली, अब भेट्न चाहदिन। त्यस बदमास मतवालालाई त्यसको कुरै नगर्नुहोस्। अब विश्वास गर्नुहोस् म माथि। आरती गम्भीर स्वरमा बोले दिनेश, तिमीले किरण जस्तो सज्जन भद्र मान इज्जतयुक्त डाक्टरको क्वार्टरमा बसेर रात बिरात विवाहित पतिकी पत्नी भएर गैर मानिसलाई भेट्न जाँदा किरणको इज्जत जाँदैन? मेरो ख्याल नसही, तर किरणको इज्जतको ख्याल त राखिदेऊ। मेरो भुल भयो, क्षमा दिनुहुन्न? शरणको मरण हुँदैन आरती, बोले दिनेश, तर प्रायश्चित पनि त हुनुपर्छ। आरतीले पतिको चरण छोई। मृदुल स्वरमा दिनेश बोल्यो, आरती, तिमीले अरुणलाई खोज्छौ, म बाधा दिन्न, मलाई त्यागे पनि, तर अब तिमीले उरिन हुनु परेको छ डाक्टर किरणबाट, जसले हाम्रो भविष्यको निम्ति प्राणपणको मेरो अपरेसन र दबाई पानी गरिरहेछ। उनकी भाउजूले त्यस दिन आएर के भनी थाहा छ? आरती बोलिनन्। दिनेश बोल्यो, मेरो कान्छाले तपाईँलाई आँखा अपरेसन गरेर जाति भएपछि तपाईँले ऐलान गर्नुपर्छ कि म डाक्टर किरणको दाजु हुँ, अनि राजेशको पढाइ खर्च गर्ने अभिभार उहाँले नै लिनुहुने पनि भयो। तिमीलाई उहाँको भाउजूले बहिनी तुलाई छातीमा टाँसेर राख्ने प्रवचन पनि दिनुभएको छ। यति महान परिवारलाई टुक्र्यायो भने, धोका दियो भने निश्चय हामीलाई ठूलो पाप लाग्छ। अनि सुन आरती, भन्नुहोस्, मैले मनमा नै सङ्कल्प पनि गरिसकेको छु कि भगवानको दयाले मेरो पाप कटनी सकी आँखाको रोशनी पाए भने डाक्टर किरणकै दाजु भाउजूसँग बसेर दिन दुःखकीको सहायता गर्दै जीवन बिताइदिन्छु। म घर फर्किदिन्न। तपाईँको इच्छा नै मेरो इच्छा हो, तपाईँको खुसी नै मेरो आशा छ। आजदेखि तिमीले मलाई यसरी छल्ने छैनौ। आरती, प्रेम गर्नु जुन कुरा हो, प्रेमको निर्वाह गर्नु भिन्दै चिज हो, किनकि प्रेमको अर्को ठोस रूप कर्तव्य हो। आरती मौनतामा आँसु बहाइरहेकी थिए। दिनेश बोल्यो, अब म सब कुरा त्याग गर्न सक्छु, तिमीलाई त्याग गर्न सक्छु, राजेशलाई त्याग गर्न सक्छु, तर एउटा कुरोलाई त्याग गर्न सक्दिन कताबी। रोदनीय स्वरमा बोली आरती, कुन कुरा? डाक्टर किरणले देखाउनु भएको आदर्श। त्यही बेला रामपाल आइपुग्यो। झटपट आँसु पुछेर आरतीले सोधी, के भयो रामपाल? डाक्टर बाबुले मगाउनु भएका किताबहरू आइपुगेछन्, सही गरेर थापे पनि त हुन्छ। भिपी रहेछन्, आज जम्मा 1500 दिनुपर्छ भन्छ। उनी कता गए त? चिया खाइवरी राजुलाई लिएर बाहिरतिरै निस्कनु भएको थियो। तिमी जाऊ, डाकवालालाई भन बस्दै गर्नु, म उहाँलाई खोजेर ल्याउँछु। रामपाल गयो। आरती बोली, आज खाना के बनाऊ? सधैँको जस्तै। म गएँ। किरण मेडिकल अफिसर कहाँ होला? भोलि तपाईँको फाइनल एक्जाम गर्ने कुरा थियो। आरती गए। किरण उतै रहेछ, दिनेशको एक्जामिनको विषयमा तर्क गर्दै। पुस्तकहरू बिपीबाट छुटाएर किरणले हँसिलो अनुहार पारेर भन्यो, आरती, म नै पुस्तकको घोर प्रतीक्षामा थिएँ। अब दिनेशको अपरेसन गर्न सक्छु, पक्का सक्छु। म निश्चय उसको आँखामा रोशनी ल्याउन सक्छु।
अनि उँभो फर्केर स्फुट स्वरमा भन्यो, प्रभु मलाई शक्ति दिनुहोस्। यति भनी पुस्तकहरू बोकेर ऊ आफ्नो कोठातिर लाग्यो। कृतज्ञता स्वरूप आरती आँसु बहाउँदै धेरै बेर त्यहाँ उभिरही र आफ्नो कोठामा पसी। आरती आफ्नो कोठामा पसेर धेरै दिन अघिदेखि नै बन्द गरिएको ठूलो ट्रङ्कबाट एउटा सानो छालाको सुटकेस झिकी। सुटकेस खोली र भित्रबाट झिकी त्यही मफलर जो धेरै धेरै वर्ष अघि उसलाई दिलपाली बस्तीमा सरल हृदय पवित्र प्रेमी अरुणले प्रेम उपहार स्वरूप दिएको थियो। आरतीले त्यो मफलर जोरले समातेर छातीमा टाँसिन्। अस्फुट स्वरमा भनिन्, अरुण, म विवाहित भएँ। मलाई अब यो मफलर राख्ने अधिकार छैन, किनकि मेरो पतिको निम्ति यो अब शङ्काको विषय भयो, आँखाको कसिङ्गर भयो। तर मैले अब यसलाई कहाँ लैजाउँ, कहाँ फेकौँ? यो मेरो निम्ति गलाको पासो भयो। अरुण सुक रुन लागि। गलाको पासो भयो अरुण, सुक रुन लागि आरती। भोलि एक दिन भनेथे, तपाईँले सहरमा गएर मलाई भुल्नुभयो भने पनि मलाई भुलिसकेर पछि धेरै वर्ष बाद पछि पनि भुलिसकेको निर्मोही अर्को जन्ममा पनि म तपाईँलाई यो वापस दिन्न। यो मेरो निम्ति अमूल्य जिनिस हुनेछ। अहिलेको उदार सहृदय महान सत्य प्रेमी अरुण हुनेछ। त्यसैले पछि अर्कै अरुणलाई भई फिर्ता माग्नु भयो भने पनि बरु म प्राण दिउँला, तर यो मफलर दिने छैन। त्यही बेला आरतीको हातबाट फुत्त मफलर खोसियो। ऊ पछिल्तिर फर्की झट्ट मफलर लिएर राजेश कुद्यो किरणको कोठातिर। राजेश, त्यो लानु हुँदैन, कसैलाई दिनु हुँदैन भन्दै आरती कुदी। तर राजेश अरू जोडले कुद्दै सिँढीबाट उकालो लाग्यो। भन्दै थियो, अङ्कललाई कफ हुँदैछ, मफलर चाहिन्छ। राजेश किरणको कोठामा पसिहाल्यो। भित्र पस्ने साहस आरतीले गरिनन्। ऊ फर्की। राजेश सुतेपछि मध्यरातमा आरती बिरालोको चालमा उठी टेबल ल्याम्प जलाइन्। मुटु ढुकढुक हुँदै थियो। खाटबाट बिस्तारै झरिन् र चप्पल लगाए आवाज हुने डर। खाली पैर नै बिस्तारै बिस्तारै किरणको कोठातिर लागिन्। आरती छक्क परी। त्यत्रो मध्यरातमा पनि किरण आजै आइपुगेको पुस्तक बडो गम्भीर तन्मय मनमय भएर पढिरहेको थियो। आरतीले ढोकाको ह्यान्डल समाती। खटक्क आवाज आयो। आरती डराई फर्कन चाहिन्, तर त्यही बेला भित्रबाट आवाज आयो, को हो? किरण उठेर पनि झट्ट ढोका खोल्न आइपुग्यो। आरती थिए। पिठ अरुणतिर थियो। आरती, यत्रो रात जाँदा? नफर्की बोली आरती। मफलर लिन आए कि? त्यसको बदलामा म बरु आफूलाई समर्पण गर्न समेत तयार छु। यो मामुली दामको मफलर मलाई पनि त के गर्न राखेर? छल्दै थियो किरणले बलैले नयनको अश्रु रोकेर। मैले तपाईँलाई त्यसको मूल्य भनिहालेँ। फर्की आरती। आँखामा आँसु थियो। दिनुहोस्। यो यति बहुमूल्य हुनुको अर्थ दिनेशबाट गोपनीय हुनु हो भन्ने मलाई लाग्छ। हो? आरतीले कठोर भएर भनी, निश्चय। म दिनेशको डाक्टर हुँ। कुनै हालत पनि उसलाई जाति गर्नु मेरो परम कर्तव्य हो। त्यसैकारण यो चिज आँखामा रोशनी आएपछि पनि उसको सामु देखा पर्यो भने आँखाको रोशनी सदा बन्द हुन सम्भव हो, किनकि मानिसमा पर्न जाने साइकोलोजिकल इफेक्ट बडो जहरिलो हुन्छ। तसर्थ यो मफलर मसँग रहने देऊ। म यसलाई बडो सुरक्षित रूपमा राख्नेछु। म प्रण गर्छु कि यो तिम्रो बहुमूल्य जिनिस तिमीले चाहेको सच्चा महान पवित्र हृदय अरुणलाई दिनेछु। त्यसको विपरीत अरुण भयो भने यो जिनिस तिमीले दिनेशको अदेखमा वापस पाउनेछौ। तपाईँले अरुणलाई? आरती बोल्न सकिनन्। भोलु किरण, हामी डाक्टरले डाक्टरी पढ्दा हाम्रो एउटा मुख्य विषय साइकोलोजी पनि हो। त्यसैले म तिम्रो कतिपय मनको कुरा भन्न सक्छु र तिमीले अरुणसँग मेरो सम्बन्ध छ भनेर शङ्का गर्दैछौ। आरती मौन रही। अरुण बोल्यो, मैले तिमीलाई जो वचन दिए सो दिए। फर्काइदिऊ मफलर। तपाईँमाथि विश्वास छ, तपाईँको वचनमाथि अझ दृढ। आरती अवैधान लिएर कोठामा फर्की। आज बडो गम्भीर औ विषाक्त वातावरण बीच दिनेशको आँखाको अपरेसन भयो। बेहोस दिनेशलाई नर्सले ट्रलीमा हालेर क्याबिनमा पुर्याइन्। मलिन मुहारका डाक्टर किरणको मास्क, गाउन र रबन ग्लभ खोलिदिँदै नर्सले बोलमा पानी र साबुन राखिदिन्। उसको मलिन अनुहारदेखि कसैले केसको विषयमा सोध्ने आँट गरेनन्। आरती अन्यलमा परेकी थिए। मेडिकल अफिसरले शक्ति भई सोध्यो, डाक्टर किरण, केस कस्तो छ? हात धोएपछि तौलियाले हात पुस्दै किरणले सुस्त आवाजमा भन्यो, के सफल भयो भएन म निश्चित रूपले भन्न सक्दिनँ। रोशनी आउने जो सूक्ष्म भाग छ त्यही विशेष कसर परेको छ। तसर्थ अब मलाई इन्जेक्सनमाथि मात्र भरोसा लाग्छ। किताबहरू आइपुगे। भोलि या पर्सि इन्जेक्सन आइपुग्छ। अन्त हेरौँ के असर हुँदो रहेछ। तिनीहरू ड्रेसिङको पनि प्रयोजन छैन। 10 दिन बाद पट्टी खोल्दा स्पष्ट देखिहाल्छन्। देखेन भने दिनेश सदाको निम्ति अन्धा हुन्छ। त्यसपछि केही सेप लाग्दैन। सुक रुन थाली आरती। रुन थाल्यो अबोध बालक राजेश। किरणले आरतीलाई एक हातले समाती धीरज दिँदै भन्यो, आरती, भगवानको दया भयो भने असम्भव पनि सम्भव हुन्छ। अनि राजेशलाई 2 हातले उठाएर भन्यो, तिमी किन रहन्छौ राजु? तिम्रो निम्ति म तिम्रो अङ्कल पनि त छु। तिमीलाई म सेन्ट जोसेफ कलेजमा पढाउँछु, पछि ठुलो डाक्टर बनाउँछु। त्यसपछि दिन रात एक गरेर किरणले पुस्तकमा लेखिएका आँखा सम्बन्धीका फर्मुलाहरू अध्ययन गर्न थाल्यो। भोलिपल्ट अमेरिका, इङ्ल्यान्ड, जर्मनीतिर छिटो इन्जेक्सन पठाइदिनु भनी बिहानै तार गर्यो।
दैव संयोगवश बेलुकीपख रेजिस्टर पार्सल आयो। 5,000 रुपियाँ दिएर उसले पार्सल बिल्टी झट्ट छुटायो। इन्जेक्सन जारी छ। किरणको अध्ययन अझ जोड तोडले चलिरहेछ। आरती राति 9 बजे उठी। किरणको कोठामा रोशनी थियो। 12 बजे उठी बत्ती जलिरहेको थियो। भालुको ढाकमा उठी रोशनी जलिरहेकै थियो। बिहान किरणको कोठाबाट दगुर्दै आएर राजेशले भन्यो, मम्मी अङ्कलले धेरै दबाई खानुभएछ। आरतीले हेरी स्लिपिङ टेब्लेटका बट्टाहरू थिए। आरतीको मनमा चिसो पस्यो। दिउँसो इन्जेक्सन लगाइवरी किरणले सोध्यो, दिनेश बाबु कस्तो इफेक्ट हुँदैछ? अहिले त उति थाहा पाउँदैन, किरणले भन्यो। भरे अलिकति यसको इफेक्ट गरेको जस्तो लाग्यो भने मलाई झट्ट खबर गर्नु। 3 जना नर्स तपाईँको खबर याद गर्नलाई खटाएको छु। हुन्छ। किरण क्वार्टरमा पुग्यो। आरतीले भने, खाना खानुहोस्। किरण बोल्यो, राजु र तिमी खाऊ, मलाई खाना मन छैन। किरण आफ्नो कोठाभित्र पसिहाल्यो र डिस्टर्ब हुन्छ भनेर भित्रबाट छिटकिने लगाएर किताब पढ्न थालिहाल्यो। हिजोको अनिदो आरती राजुलाई लोरिया गाउँदै सुताउँदा सुताउँदै फुस्स निदाइछ। राति 1 बजे निन्द्राले छोड्दा उठेर किरणको कोठातिर हेरी कोठामा रोशनी थियो। बिहान 4 बजे राजुको हातमा चिया पठाइदिए। राजु फर्केर आयो। आरतीले सोधिन्, अङ्कल के गर्दै हुनुहुन्थ्यो? पढ्दै हुनुहुन्थ्यो। आरतीको मन प्राणमा कम्प छुट्यो। दिउँसो मेहतर कोठा साफ गर्दा भित्रबाट हिजोकै जस्ता डब्बाहरू देखा परे। आज त केही खानुहोस्, आरतीले अनुरोध गरिन्। नखानाले तपाईँको शरीर कमजोर हुन्छ। आरतीको अनुरोधलाई किरणले त्यसै ढाल्न सकेन। छम्ची र काँटा उठायो, तर 2 गाँस पनि निल्न उसलाई हम्मे पर्यो। किरण उठ्यो र स्टेथोस्कोप, इन्जेक्सन इत्यादि बोकेर अस्पतालतिर आयो। उसले स्टेथोस्कोप लगाएर दिनेशको शरीरको अध्ययन गर्यो। थर्मोमिटर लगाएर ज्वरो हेर्यो र बडो ध्यानपूर्वक इन्जेक्सन दियो। नर्स उपस्थित भई। केही रिपोर्ट? बिरामीले केही असर भएको कुरा भन्नुभएको छैन। दिनेश बाबु अलिकति पनि छनक पाउनुभयो भने झट्ट नर्सलाई भनिहाल्नुहोस्। हुन्छ भनेर दिनेशले डाक्टरको हात समातेर कृतज्ञता ज्ञापन गर्यो। रात्रि श्रृङ्खलाबद्ध अध्ययन जारी छ। 4 दिन 4 रात बाद बिहानै रामपालले भन्यो, मालिक तपाईँ साह्रै कमजोर भइसक्नुभयो, आफू बाँच्नुपर्छ, तब त अरूलाई बचाउन सकिन्छ हजुर। मैले घरमा खबर पनि दिएँ, उहाँहरू जेलेप्सा जानुभएको रहेछ। छेउमा आरती थिए। ऊ विवश, असहाय, निर्बोध। उसले के भनेर डाक्टर किरणलाई धीरज दिने, हौसला दिने? आँसु बहाउँथे, त्यसैको घुट पिउँथे। उसले पनि नखाएको त्यति नै भएको थियो जति डाक्टर किरण। 5औं दिन राति 11 बजे नर्सले दगुर्दै आएर ढोका ढकढकाई। किरणले माथिल्लो तलाको झ्यालबाट सोध्यो, के भयो नर्स? रिपोर्ट छ सर। आतिदै किरणले तल झरेर भन्यो, म आएँ। आरती उहाँ परै हुनुहुन्छ। नर्स र किरण दगुरे। क्याबिन नम्बर 1 मा किरणले झट्ट सोध्यो, कस्तो इफेक्ट हुँदैछ मिस्टर दिनेश? अलिअलि इफेक्ट भयो जस्तो लाग्दैछ। कहाँ? किरणले आत्तिएर सोध्यो। आँखाको ठिक एकदम लोअर पार्टमा हो। किरणले आरतीलाई हँसिलो अनुहार पारेर भन्यो, होपफुल आरती। आरतीले किरणको कमजोर भइसकेको अनुहारलाई मात्र निहारिरहे। किरण बोल्यो, आरती तिमी यहाँ यसरी बस्नु हुँदैन। दिनेश बाबुले पुरा निन्द्रा पाउनुपर्छ। मनले मान्दैन, मन मात्नुपर्छ। डाक्टर किरण, दिनेश बोल्यो, आँखाको रोशनी पाउन साथ म तपाईँको चरणमा निधारमा लगाउँछु ताकि तपाईँको आदर्शको अनुकरण गर्न सकौँ। किरण फर्क्यो। आरती फर्की। रातभरि फेरि किरणको कोठामा बिजुली बत्ती जलि नै रह्यो। 7औं दिन किरणका लुगाहरू धोबीलाई धुनको निम्ति गन्ती गर्दै दिँदा झट्ट आरतीको नजर 2वटा सेतो रुमालमा पर्यो। आरती झन्डै काली। ती रुमालमा रगतका 3-4 वटा फाल्सा थिए। दिउँसो बडो मुस्किलले हिँडेर गई किरणले इन्जेक्सन लगाउन सक्यो। त्यसपछि फर्केर आई बैठक कोठाको आराम कुर्सीमा चुपचाप बस्यो। त्यही बेला आरती आइपुगे। उसले आरतीलाई ध्यानपूर्वक हेरिरह्यो। आरतीले उसको नजरबाट आफ्नो नजर हटाइनन्। अनि सुस्त अघि बढेर आरतीका दुवै गालामा 2 हत्केलाले समेतेर मृदुल स्वरमा किरण बोल्यो, आरती सुखी छौ? सजल नयन पारी आरती बोली, तपाईँ शिथिल भइसक्नुभयो। त्यसपछि डाक्टर किरण सुस्त गतिले आफ्नो कोठातिर गयो। 9 दिनमा किरण हिँड्न सकेन। बिहानै राजुले खबर ल्यायो, अङ्कलको बेडमा रगतै रगत छ। यसपल्ट आरती मन थाम्न सकिनन्। ऊ किरणको कोठामा पुगे। किरणको छातीमा किताब थियो औ उसको आँखा प्राय रोशनीविहीन भइसकेको थियो। इन्जेक्सनका खाली शीशीहरू पलङमनि यत्रतत्र छरिएका र स्लिपिङ टेब्लेटका खाली बट्टाहरू सिरानीमनि खातका खात थिए। आज पट्टी खोलिदिने दिन। डाक्टर किरणले घोर तपस्याको परिणाम जीवन मृत्युको सवाल, आशा र निराशाको तमुल द्वन्द। किरण हिँड्नै असमर्थ। 3 जना नर्स र मेडिकल अफिसर त्यहीँ आइपुगे। किरणले अस्फुट स्वरमा भन्यो, एमओ साहेब यो इन्जेक्सन लगाइदिनुहोस् र ठिक 1 घण्टा बाद पट्टी खोलिदिनुहोस्। पट्टी खोलिन साथ सोध्नुहोस्, देख्यो कि देखेन? देख्यो भने ठिक छ, देखेन भने उजन्मभरलाई अन्धा सम्झनुहोस्। म त्यहाँ यही सुन्न जान्न सक्दिनँ। यो मेरो डाक्टरीको जीवन मरणको सवाल हो। आँखा देख्यो भने खबर मात्रै मैले सुन्न पाऊँ, देखेन भने खबर चाहिँ मलाई नदिनुहोस्। अब जानुहोस् तपाईँहरू र काम सुरु गर्नुहोस्। म ठिक छु, मेरो निम्ति सुर्ताउनु पर्दैन। सबै गए। आरती त्यहीँ उभिरही। जाऊ आरती, तिमी पनि मेरो शुभकामना लिएर जाऊ। किरणले आरतीको शिरमा हात राखिदियो। सुस्त गतिले आरती र राजेश बाहिर निस्के। घडी टिक 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 आवाज दिँदैछ। एमओ साहेबले आदेश अनुसार इन्जेक्सन दियो। नर्सहरूले समय पर्खिरहेका छन्।
1 घण्टाको। 10 बज्यो। सबैको मन ढुकढुकिन लाग्यो। नर्सले पट्टी खोल्न लागे। पट्टी खोलियो। एमओ साहेबले बडो सङ्कोचताको माझधारमा प्रश्न गर्यो, मिस्टर दिनेश, तपाईँको अघि गुलाबको फूल छ, त्यसको रङ कस्तो छ भन्नुहोस्। दिनेशले निहालेर हेरेपछि भन्यो, त्यसको रङ रातो छ। एमओ साहेबले रुमाल देखाएर फेरि सोध्यो, मिस्टर दिनेश, यो रुमाल कस्तो रङको छ? रुमाल हरियो छ औ बीचमा सेतो धर्का छ। कोठामा रमाहटको दिवस आयो। राजुले दगुरेर गएर दिनेशलाई अङ्कमाल गर्यो। एमओ साहेबलाई सल्लाह दियो, सबैजना एकैसाथ मिस्टर दिनेशलाई अघि लगाएर डाक्टर किरण कहाँ जानुपर्छ। दिनेश अघि अघि, अरू सबै पछि पछि लागे। सबै सिडीबाट उक्ले। ढोका आज खुला थियो। सबै भित्र पसे। फेरि किरणको कोठातिर लागे। ढोका बन्द थियो। आरतीले ढकढकाइन्। ढोका खोलिएन। सबै ढकढकाउन थाले। अझ खोलिएन। सबैको मनमा चिसो पस्यो। एउटा वार्ड बोयले ऐना फोरेर भित्रको छिटकिनी तानी ढोका खोल्यो। भित्रको दृश्य बडो हृदय विदारक, मार्मिक तथा रोदनीय थियो। डाक्टर किरण ओछ्यानमा लम्पसार थियो। स्लिपिङ ट्याब्लेटहरू ओछ्यानभरि छरिएका छन्। मुख नाकबाट रगत बग्दै थियो। एमओ साहेबले नाडी छाम्यो। डाक्टर किरण निष्प्राण भइसकेको थियो। दिनेशले लास राम्ररी हेरेर एक्कासी कराएर आरतीलाई भन्यो, आरती, यिनी देवता हुन्, स्वर्गको बाटो भुलेर तिमीलाई मुक्ति दिन आएका हुन्। आरती, यिनै हुन् अरुण। अरुण अरुण भनेर रुँदै आरतीले अरुणको लासलाई अँगालो हालिन्। मर्ने बेलामा छटपटमा अरुणले लेखेको पत्र र पेन टेबलमा थियो। त्यहाँ लेखिएको थियो, आरती, जीवनमा मैले तिमीलाई धेरै पल्ट छले। जीवनको आखिरी क्षणमा पनि छलेरै अन्तमा जाँदैछु। डाक्टर दिनेश र तिम्रो दाम्पत्य जीवन सुखी होस् भन्ने मङ्गल कामना लिएर। राजुलाई ठुलो डाक्टर बनाउनु। मैले दाजु र भाउजूलाई दिनेशको आँखा जाति पारेरै मात्र घर फर्कन्छु भन्ने वचन दिएको थिएँ। अब त्यो तिमीहरू पुरा गरिदेऊ। तिम्रो मफलर मैले तिमीले चाहेकै अरूलाई दिए जस्तो लाग्छ। होइन भने खोसेरै तिमीले उसको लासबाट वापस लिनु। फेरि अर्को कुरा, मेरो सुटकेसमा त्यो फाटेको पुरानो कम्बल र पतला च्यादर छ, त्यो चाहिँ मेरो हो। त्यसैले मेरो लास ढाकिदिनु। छलेर जाने अरुण। समाप्त। दर्शक तथा श्रोतावृन्दहरू, प्रकाश कोविदद्वारा लेखिएको उपन्यास देवता सकिएको छ। तपाईलाई सम्पूर्ण भागहरू के कस्ता लागे कृपया कमेन्ट गर्न नबिर्सनुहोला। दैनिक रूपमा कथाहरू सुन्नका लागि यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरी नजिकै आउने बेल आइकनमा दबाउनुहोला र अल अप्सनमा क्लिक गर्नुहोला। यसले गर्दा मेरो भिडियो अपलोड हुन बित्तिकै तपाईँ सामु आउनेछ भन्दै आजको बसाइबाट म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।